नदी किनारमा घर बनाउनु हुँदैन भनेको थियो बालेन्द्र शाहले। राजीनामा दिएकै दिन एमालेको झोले हो कि एमालेको कार्यकर्ता हो कि के हो, नदी किनारमा घर बनाऊ भनिन् सुनिता डङ्गोलले हो। यीसँग हिसाब किताब गरिन्छ। यिनले त खोलो पुरेर पनि घर बनाऊ भन्छन् कि जस्तो लागेको छ। भनेपछि महानगरलाई यसरी जोगाएर राखेका बालेन्द्र शाहले छोड्ने बित्तिकै भनेपछि एमाले के गर्दो रहेछ? नदी किनारमा घर बनाऊ भन्छ, खोलो पुरेर पनि घर बनाऊ भन्छ। खोलो पुरेर घर बनाएका थिए, ती घर भत्काउन सक्ने मेयर थियो, त्यो विश्वले देखेर मन पराएका थिए। अब सुनिता डङ्गलले आऊ बनाऊ 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 भनेर यो खाएर भनिन् कि के भएर भनिन् मलाई थाहा भएन, तर उनले भनेको कुरो सुनियो। त्यो निर्णय फिर्ता गर। अहिले तिमीले गरेनौ भने बालेन्द्र शाह प्रधानमन्त्री भएर आइसकेपछि खोलो किनारमा बनाएर खोलो मिचेर बनाएका घरमा डोजर लाग्लान्, बनाउ